म आचार्य गणेश प्रसाद पन्त हिमाल तराई मेची महाकाली एउटा समावेशीमूलक यात्राको लागि हिँडिरहेको व्यक्ति, हजुरले चिनेकै मान्छे। त अहिलेको सम्माननीय प्रधानमन्त्री बालेन सरकारज्यूले पनि भन्नुभएको छ, हामी आम दलित समुदायबाट माफी माग्छौँ भनेर। माफी मात्र होइन, म उहाँलाई यो आग्रह गर्न चाहन्छु कि जो यो विभेदको सिर्जना हुने भनेको मूल गुरुकुलबाट हो। गुरुकुलमा कुनै पनि जात समुदाय वर्ग नगरेर सम्पूर्ण गुरुकुलका गुरुहरूले हाम्रो सबै विद्यार्थीहरूलाई, वैदिक हिन्दू सनातनीहरूलाई कर्मकाण्डी र ज्योतिषी पद्धति प्रयोगात्मक विधिबाट सिकाइदिनुपर्छ या गुरुकुल बन्द हुनुपर्छ। र अनि मानव मात्र एक समान, एक पिता के सब सन्तान, जाति वंशको छैन महत्त्व, मानवता असली तत्त्व भनेको छ। र वेद पुराणका कुराहरू लिएर भर्मित शब्दहरू भनेर जुन ब्राह्मण मुखबाट जन्मे, क्षेत्रीय हातबाट जन्मे, वैश्य भुँडीबाट जन्मे र शिल्पी समुदाय, विश्वकर्मा समाज, दलित समुदाय खुट्टाबाट जन्मे भन्ने छ। यो मान्छे त जन्मने एकै ठाउँबाट हो, सबलाई थाहा भएकै कुरा हो। सबै शिक्षा पढिरहेका छौँ, सबैले स्वास्थ्य पढेका छौँ भने यदि हाम्रो जन्मने ठाउँभन्दा बाहेक मुखबाट अथवा हातबाट अहिले जन्माएर देखाइदिनुहोस् प्रमाणित गरेर, हामीलाई के सजाय दिनु हुन्छ, हामी तयार छौँ। होइन भनेपछि यस्ता भर्म सर्ने, यस्ता मनोवादी यो राजनीति गरेर एक मानवले अर्को मानवलाई अवहेलना गर्ने, विभेद गर्ने, विविध किसिमका अनैतिक कार्य गर्नेलाई तुरन्त कारवाही हुनुपर्छ। र यसलाई चाहिँ कानुनमा जघन्य अपराध मानिएको छ भनेपछि धर्मशास्त्रमा यसलाई हजारौँ पुस्तासम्म चाहिँ उसको तारणा नहुने भनेर व्याख्यान गरिएको छ। र यदि कुनै व्यक्तिले वेद पुराण धर्मशास्त्र हाम्रो शिल्पी समुदाय, विश्वकर्मा समाज, दलित वर्गले पढ्नु हुँदैन भन्ने आधिकारिक ग्रन्थ विश्वविद्यालयका प्रोफेसर र ठुल्ठुलो विश्वविद्यालय काशी पण्डित सभाले यसलाई विभेद हो भनेर प्रमाणित गरेर ल्याउँछ भने हामी फाँसी दिन तयार छौँ। होइन भने विभेद गर्नेलाई चाहिँ फाँसी दिनुपर्छ। र हिजो अस्ति मात्रै यहाँ पनि सुन्नुमा आएको छ, एउटा मलाई छुनु हुँदैन रे, यस्ता गलत कुराहरू अनि पातमा टिका दिने, अर्को गर्ने यस्ता गलत कुराहरू, गलत मनसायबाट बचौँ, समावेशीमूलक समाज निर्माण गरौँ, सम्पूर्ण शिल्पी समुदायको घरमा तुलसी, वेद पुराण, शालिग्राम हस्तान्तरण गरौँ, सबैलाई जनेऊ धारण गरौँ, सबैको जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारहरू, मसाम घाटको मलामीदेखि लिएर क्रियाशालादेखि लिएर सबै कुराहरूमा हामीले समावेशीमूलक कार्यक्रम गर्नुपर्छ। यो विभेद अन्त्य हुनुपर्छ। विभेद गर्ने जो कोहीलाई पनि कानुनअनुसार तत्काल कारवाही गर्नुपर्छ। र हिन्दू धर्मशास्त्रमा अध्ययन, अध्यापन र कृत्याकृत्य जति पनि कार्यक्रमहरू हुन् सबैलाई समान हक अधिकार छ। जन्मले कोही पनि ठुलो हुँदैन, जसले राम्रो कर्म गर्छ त्यो ठुलो हो, जसले गलत कर्म गर्छ, जसले विभेद गर्छ वास्तवमा धर्मशास्त्रको दृष्टिकोणमा विभेद गर्दैन अछुत हुन्, बरु तिनीहरूको भात भन्छ पानी पकाए छोड्नुपर्छ, तिनीलाई देश निकाला गर्नुपर्छ भन्ने आह्वान पनि म तत्काल सरकारलाई गर्न चाहन्छु भन्दै आफ्नो दुई शब्द यहीँ राख्छु। धन्यवाद।